ओके ल आज हामी चाहिँ क्लास 12 को अकाउन्टको यो हाम्रो भ्यालुएसन र मेटेरियल सिट भन्नेको फिफो र लिफो अन्डर पर्टिकल मेथड प्रयोग गर्दैछौँ। पर्फेक्ट चाहिँ अथवा टेबल, पिरियडिक अथवा नन टेबल। हामीले पर्फेक्ट चाहिँ टेबलवाला गर्दैछौँ। पहिला सफो गऱ्यौँ। फिफोको फुल फर्म फर्स्ट इन फर्स्ट आउट अनि लिफोको फुल फर्म लास्ट इन फर्स्ट आउट अनि वेटेज भनेको त छुट्टै भइहाल्यो। पहिला हामी अहिले गरौँ फिफोको है। फिफोको यो क्वेसन यसरी आउँछ अनि हजुरहरूले दिएको हुन्छ निकाल्नु पऱ्यो भनेर फिफो अकाउन्ट फ्रम के को भनेर। अनि त्यही भएर ल सुरु टेबलमा यस्तो हुन्छ है, डेट, पार्टिकुलर, रिसिट अनि पेमेन्ट अथवा इस्युज अनि ब्यालेन्स हुन्छ। अनि जहिले पनि फर्स्टमा ओपनिङ ब्यालेन्स दिएको हुन्छ। ओपनिङ ब्यालेन्स चाहिँ जहिले पनि हामीले कहाँनिर राख्नुपर्छ त ब्यालेन्सहरूलाई राख्नुपर्छ। यसरी 500 × 10 5000 गरेर ब्यालेन्सहरूलाई राख्यौँ सक्को। त्यस पर्चेज छ, पर्चेज जहिले पनि रिसिटमा राख्नुपर्छ हो। पर्चेज जहिले पनि रिसिटमा हुन्छ र हाम्रो अनि इस्युडहरू अथवा रिटर्न टु भेन्डर, रिटर्न टु स्टोरहरू चाहिँ इस्युडमा हुन्छ। अनि ब्यालेन्स भनेको चाहिँ त्यो ब्यालेन्स गर्ने हो है त। ल हामी फर्स्टबाट गर्दैछौँ। पहिला सुरु ब्यालेन्स भनेको 500 × 10 गरेर 5000 हाम्रो यहाँनिर आइसकेको छ हो। त्यसपछि हाम्रो पर्चेज छ। पर्चेज भनेको यतापट्टि हुन्छ है। पर्चेज हाम्रो कति छ 400 × 11 गर्छ 4400 आइसकेको छ यतापट्टि रिसिटमा। अब यताले चाहिँ यो जहिले पनि पर्चेज चाहिँ जहिले एड हुन्छ अनि इस्युज अथवा यो रिटर्न टु भेन्डर, रिटर्न टु स्टोरहरू हुन्छ नि जुन चाहिँ यो इस्युजमा राखिन्छ नि त्यो चाहिँ माइनस हुन्छ है। माथिको 500 र 10 जस्ताको तस्तै भइहाल्यो माथिको साइड पनि। अनि 400 × 11 पनि यहाँनिर एड गरेर एकै ठाउँमा अमाउन्ट एड चाहिँ गर्ने होइन, तर जे नि एडै हुन्छ यहाँनिर यतिकै राखिदिने हो। त्यसपछि हाम्रो थर्डमा आएको छ इस्युज हो। इस्युज भनेको कति छ 700 केजिस छ। अब हामी गरिरहेछौँ फिफो फर्स्ट इन फर्स्ट आउट। फर्स्ट इन फर्स्ट आउटको मतलब चाहिँ जुन चाहिँ सामान हामीले पहिला किन्यौँ नि हामीले त्यो इस्युड गर्दाखेरि पनि हामी त्यो पहिला फर्स्टमा किनेको सामानै दिन्छौँ अनि बिस्तारै मात्रै पछिको अमाउन्टको पछिको सामान दिने गर्छौँ क्या। अब इस्युड हामीले 7000 केजिस दिनु पऱ्यो। पहिला सुरु हामीले फर्स्ट टाइम कुन किन्यौँ 500 केजिस किन्यौँ हो। त्यहाँबाट कति किन्यौँ 400 केजी किन्यौँ। फर्स्ट टाइम किनेको त 500 केजिस हो नि त। हामीलाई अनि दिनुपर्ने अब 700 केजिस। अब 700 केजिसमा पहिला सुरु हामीले फर्स्ट इन फर्स्ट आउटमा चाहिँ फिफोमा चाहिँ माथिबाटको निकाल्नुपर्छ। पहिला हामीले 700 गर्नको पहिला हाम्रो फर्स्टको चाहिँ जुन चाहिँ हाम्रो किनेको थियौँ नि त्यो चाहिँ दिउँ है। पहिला 500 छ नि, पहिला 500 दिउँ। अब बाँकी रहेको कति 700 र 500 दियो है। बाँकी रहेको 200 चाहिँ अब यदि माथिबाट पुगेन भने मात्रै चाहिँ तल सेकेन्डपट्टिकोमा आउने कि है। माथिमा पुग्यो भने त माथि पनि भइहाल्यो। अनि 500 माथिको भइहाल्यो, रेट पनि त्यही भइहाल्यो 5000 नै। अनि 500मा अब 200 पुग्यो भने 700 हुनालाई अनि 200 चाहिँ तल्लोपट्टिबाट ल्याउने र 200 त्यहाँबाट ल्याइसकेपछि यहाँ 200 × 11 रेट त्यही भइहाल्छ। अनि 500 + 200 गरेर 700 भयो यहाँनिर। अनि यहाँबाट बाँकी रहेको चाहिँ फेरि यता लेख्ने। अब 500 गइहाल्यो, 400मा 200 गयो, बाँकी रहेको होइन कति हो 200 × 11 2200 गरेर गर्ने। त्यस्तै गरी अब अर्को के छ रिटर्न टु स्टोर 10 केजी भनेको छ है। रिटर्न टु स्टोर भनेको नि के हो हाम्रो पर्चेज अथवा रिसिप्टै हो है। त्यो पनि अनि कति छ अनि रिटर्न टु स्टोरमा त हाम्रो फेरि अनि रेट दिएको छैन होइन। रेट हाम्रो यदि दिएको छैन भन्दाखेरि योभन्दा माथिको जुन रेट छ नि जस्तै यहाँ 11 रेट छ नि यो 200 वालामा हो, जुन चाहिँ रेट छ त्यही रेटै राखिदिनुपर्छ ल। रिटर्न टु स्टोरमा 10 छ, 10 × 11 110 गरेर अनि के भनेको थिएँ मैले रिसिप्टमा भएको जति एड हुन्छ भने त 200 र 10 210 × 11 गरेर अनि यति निकालेको छ ल 2310 निकालेको छ। फेरि अब अर्को कुन जाउँ अब हामी पर्चेज जाउँ। पर्चेज भनेको कहाँ हुन्छ रिसिप्ट हुन्छ। पर्चेज नि 600 छ, रेट 12 दिएको छँदैछ। 12 गरेर 7200 भइहाल्यो। अनि अब 7200 भइहाल्यो। अनि माथिको पहिला सुरु जस्ताको तस्तै राखिदिने। अनि यो भर्खर निकालेको 600 × 12 पनि जस्ता तस्तै निकालिदिनु भयो। यहाँ घटाउनु पर्दैन, यो दुइटा एड हुन्छ भनेर मैले भनेको थिएँ रिसिप्टमा। अनि फेरि अब अर्को जाउँ हामी अब रिटर्न टु भेन्डर भनेको चाहिँ हाम्रो के हो त यो रिटर्न टु भेन्डर भनेको चाहिँ इस्युज हो है अथवा दिनुपर्ने हो, भेन्डरलाई दिनुपर्ने हो। दिनुपर्ने कति छ 50 केजी छ। रेट छ छैन मैले के भनेको थिएँ रेट छैन। यदि रेट छैन लिफोमा रेट छैन भन्दाखेरि माथिबाट ल्याउने है। माथिको कुन छ 12 छैन 50 × 12। अब के गर्नु पऱ्यो त जो यस्तै एड गरेर राख्ने हो त होइन घटाउने हो। कहाँबाट घटाउने भन्दाखेरि अब माथिको 210 भइहाल्यो 600बाट घटाउनु पऱ्यो। किनकि यो माथिको त यो रिटर्न टु स्टोर भनेको चाहिँ यो हाम्रो त्यो फर्स्टको गुड होइन, यो स्टोरमा फेरि रिटर्न भएर आएको हो। त्यसपछिको त हाम्रो फर्स्ट गुड भनेको त पर्चेज हो नि त। त्यही भएर यो 600बाट घटाउनुपर्छ कति 50 घटाउनुपर्छ, बाँकी रह्यो 550 यतापट्टि। अनि माथिको 210 जस्ताको तस्तै हुन्छ है। अनि त्यो सेम हुन्छ। अनि फेरि अर्को चाहिँ कति छ इस्यु छ कति 560 केजी इस्यु छ हो। 560 केजी इस्यु भइसकेपछि अब इस्युडमा पनि के गर्नु राख्थ्यौँ। अनि 210 जस्ताको तस्तै भइहाल्यो। अनि त्यहाँबाट अनि 550बाट अब 560 निकाल्नु पऱ्यो। पहिला सुरु माथिको राख्थ्यौँ 210 हो।
त्यहाँबाट अर्को राखिदिउँ 550बाट अब 220 आइसक्यो। अब हाम्रो चाहिने 560 560बाट 220 त आइसक्यो। बाँकी भएको तलबाट निकाल्नुपर्छ। तलबाट 350 निकालिदिउँ, रेट त्यही भइहाल्यो। अनि जति बाँकी हुन्छ नि लास्टमा यहाँबाट यो घटाएर बाँकी हुन्छ नि लास्टमा, लास्ट भएको चाहिँ हाम्रो एन्सर हो। यतिमै सकिन्छ, त्यतिमै हुन्छ। अनि लास्ट हामीले यहाँ क्लोजिङ स्टक भनेर कति आयो 200 × 12 2400 आयो। ओपनिङ दिएको थियो हामीले, क्लोजिङ निकाल्नु पर्ने थियो है। यति मात्रै बुझ्ने कि फिफोमा चाहिँ फर्स्टको जुन चाहिँ फर्स्टको सामान छ नि त्यहीबाट चाहिँ घटाउनु पर्छ पहिला सुरु। फर्स्ट इन फर्स्ट आउट भनेको मतलब त्यही हो, पहिला सुरु माथिको घटाउने, त्यहाँबाट मात्रै तलको बाँकी रहेको घटाउने। त्यसै गरी अब लिफोमा पनि जाउँ है। ओके ल, अर्को यतापट्टि अब हाम्रो लिफो पनि छ। लिफोकोमा चाहिँ लास्ट इन फर्स्ट आउट हो। यसमा चाहिँ अब ठ्याक्कै उल्टो हुन्छ। अहिले चाहिँ हामीले के गर्थ्यौँ, फिफोमा चाहिँ हाम्रो फर्स्टबाट घटाउँदै आउँथ्यौँ भन्दाखेरि लिफोमा चाहिँ लास्टबाट घटाउँछौँ। फर एन इक्जाम्पल क्वेसन यहाँनिर दिएको छ। फर्स्टमा हामी फर्मेट त्यहीबाटै हो, हेरिहालौँ। पहिला सुरु पर्चेसको भनेको छ, अनि स्टुडेन्ट भनेर एउटा छोटो छोटो दिएको छ ल, एउटा भएर दिएको छ भनेको पुरा ग्रुपमै दिएको छ यसमा चाहिँ। र हाम्रो पर्चेसको फर्स्टमा के छ, वैशाख 10मा के छ 60 युनिट ₹10 पर युनिट भनेको छ है। अब गुड रिसिप भइहाल्यो। त्यहाँबाट अनि कति भनेको छ त 60 10 भनेको छ। 60 र 10 राख्थ्यौँ, 600 राख्थ्यौँ, यतापट्टि त्यही भइहाल्यो हो। अर्को के भनेको छ 90 युनिट्स एट द ₹12 पर युनिट भनेको छ, पर्चेस भइहाल्यो। यहाँनिर 90 12 गऱ्यौँ, यो राख्थ्यौँ मल्टिप्लाई गरेर टकटक पहिला सुरु माथिको, त्यहाँबाट तलको यो राख्थ्यौँ, म्याथसम्म त बुझ्यो। त्यसपछि कति भनेको छ 30। यो गर्नुभन्दा पहिला यहाँ चाहिँ के गरेको छ भन्दाखेरि पहिला सुरु अब इस्युटको पनि बिचमा राखेको छ, अनि मात्रै लास्टमा यसको चाहिँ लास्टमा गरेको छ। अब यदि तपाईँहरू चाहनुहुन्छ भन्दाखेरि 3टा पहिला सुरु पर्चेसको राखेर अनि इस्युट गर्न नि सकिन्छ है। पहिला चाहिँ यहाँ यो बुकमा जस्तो त्यस्तै गरौँ, 2टा राख्यो। अब यसपछि हाम्रो कुन छ इस्युटमा छ, इस्युट भनेको बिचको। इस्युटमा कति छ वैशाख 15मा 40 युनिट्सको इस्युट भएको छ हो। अब 40 युनिटको इस्युट भएको छ भन्दाखेरि चाहिँ 40 राख्ने। अब 40 इस्युटमा राख्नु पऱ्यो। अब रेट चाहिँ के राख्ने भन्नुहुन्छ भन्दाखेरि योभन्दा माथि जुन रेट छ त्यही कुन छ 12 छ। 40 × 12 गर्दा 480। अब के गर्ने त हामी, यदि हामी फिफोमा भएको भए चाहिँ के गरिदिउँ, फिफोमा भएको भए चाहिँ 60बाट घटाउँथ्यौँ, 60बाट 40 घटाउँथ्यौँ हो। तर हाम्रो अहिले केमा छौँ, लिफोमा छ भनेको पछाडि तलबाट घटाउनुपर्छ भनेको 90बाट चाहिँ घटाउनुपर्छ। 90बाट चाहिँ 40 यहाँ राख्ने, 40 घटाउने, अनि बाँकी भएको माथि 60को त जस्ताको तस्तै भयो। 90बाट 40 गएपछि कति बाँकी, 50 बाँकी भयो हो। 60को जस्तै 50 × 12 गरेर 600 यो भयो। अर्को नि कति भनेको छ, अर्को नि वैशाख 22मा 40 युनिट चाहिँ भनेको छ। भनेपछि हाम्रो अर्को नि के गर्नु पऱ्यो, 40 युनिट चाहिँ इस्युमा राख्नु पऱ्यो। रेट के हुन्छ 12 हुन्छ। यो नि कहाँबाट घटाउने, माथिबाट घटाउने हो त होइन। फिफोमा भएको भए माथिबाट घटाउनु हुन्थ्यो, लिफोमा छ तलबाट घटाउनुपर्छ भनेको यो तलबाट घटाउनुपर्छ। 40 घटाउनु पऱ्यो होइन, 50बाट 40 यहाँनिर घट्यो। बाँकी रहेको अब माथि 60 त जस्ताको तस्तै, बाँकी रहेको कति 10 होइन त हो। बाँकी रहेको 10 भइहाल्यो। अब यहाँसम्म भयो। फेरि अर्को हामीले कुन गरेको छ, अब फेरि वैशाख 25 पनि 30 युनिट्स एट द रेट 15 पर युनिट भनेको छ है। त्यही भएर ल पहिला सुरु गरौँ। मैले एउटा के थाहा भयो भन्दाखेरि यो डेट अनुसार राखेको रहेछ यहाँनिर ल, डेट अनुसार चाहिँ राखेको रहेछ, ऱ्यान्डमली होइन कि। पहिला सुरु वैशाख 10को राख्यो, 12को राख्यो, त्यहाँबाट 15को राख्यौँ, त्यहाँबाट 20को राख्यौँ, अब हाम्रो 25को राख्ने, अनि 28को राख्ने। डेट अनुसार राखेको रहेछ है, डेट दिएको भएर डेट अनुसार गरेर ल। अब 30 युनिट्स 15 पर युनिट भनेको छ। 30 र 50 गर्ने यो भनेको त के गर्नुपर्छ, एड गर्नुपर्छ भनेको यहीँ प्लस गरेर लेख्ने नै, यहाँ टक 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 लेख्नुपर्छ तल है। पहिला सुरु 60को 60 लेख्ने, 10 लेख्ने, यहाँ जुन आएको छ नि, यहाँ जुन आउँछ नि त्यो चाहिँ लास्टमा लेख्ने, यहाँनिर यस्तै लेख्ने। अब अर्को लास्ट एउटा भनेको 40 युनिट्स छ पनि के छ, इस्युट छ। इस्युट भनेको यहाँनिर 40 युनिट्स। अब यहाँ चाहिँ किन सिधै 40 नलेखेको भन्नु होला, किनकि यहाँनिर तलकोले मात्र 40 पुग्यो त पुगेन, अनि माथि पो यहाँनिर सिधै 40 भन्दा धेरै थियो, 50 थियो र 40 सिधै लेख्यौँ त, यहाँ त पुगेन। त्यो तलबाट नपुगेपछि माथि लिनुपर्छ नि त। पहिला तलबाट जति पुग्यो पुग्यो, तलबाट कति पुग्यो 30 पुग्यो, रेट 15, 13 र 15 गरेर 450 तलको पुग्यो। हामीलाई चाहिँ नि 40 तर 30 मात्रै भयो। अब अझै 10 पुगेन भने यहाँ सिधै 40 चाहिँ लेख्ने होइन क्या, जति छ नि यहाँ त्यति लेख्दै जाने। पहिला 30 भयो, अब बाँकी रहेको 10 हुन्छ फेरि माथि होइन, माथि योभन्दा माथिको जानुपर्छ यदि तल पुगेन भने। फिफोमा भएको माथि जाने, माथिबाट पुगेन भने त तल आउनु हुन्थ्यो, लिफोमा चाहिँ तल जाने, तलबाट चाहिँ यदि पुगेन भने चाहिँ माथि आउनुपर्छ। अब 30 त भयो, अब नपुगेको भनेको 10 हो, माथिबाट 10 पनि ल्याम हो। यति 2टा यहाँनिर गइसक्यो। अब बाँकी रहेको लास्ट कुन हो, 60 र 10 गरेर 600 यो लास्ट भयो नि। अनि क्लोजिङ स्टक भनेकै अनि यही हो, 60 × 10 600 चाहिँ क्लोजिङ स्टक। यसरी चाहिँ फिफो लिफो हुन्छ। अब वेटेज एभरेज मेथड पनि छ यसपछि। वेटेज एभरेज मेथड चाहिँ मैले अर्को भिडियोमा बनाइसकेको छु, म त्यो अहिले सेयर गरिदिउँ त्यो। वेटेज एभरेज मैले बनाइसकेँ, त्यो म सेयर गरिदिउँ। अनि अर्को भनेको पनि छ यहाँनिर सिम्पल एभरेज पनि हुन्छ। एउटा सिम्पल एभरेज चाहिँ धेरै सोधेको त हुँदैन, तर पनि कहिलेकाहीँ चाहिँ सिम्पल एभरेज नि बुझी चाहिँ राख्नुपर्छ, सिम्पल एभरेज चाहिँ कस्तो हुन्छ भन्ने त है।
ओके ल यो पनि हेरिहालौँ। हाम्रो सिम्पल एभरेज मेथड भनेको चाहिँ अब वर्किङ नोट धेरै गर्नुपर्छ यसमा। त्यही भएर नि अलिकति गाह्रो छ। त्यही भएर यसो धेरै सोचेको नि हुँदैन, सोधेको नि हुँदैन है। त्यही पनि एकचोटि हेरिदिइहालौँ सडक्क। ओपनिङ स्टक नि त्यही हो, फर्मेट एउटै हो। ओपनिङ स्टक दिएको छ 1000/4, हाम्रो राख्यौँ ब्यालेन्समा 1000/4 4000 भनेर। पर्चेस दिएको छ 8000/420 हो। 800 800 4 800 सरी 800 360 गरेर यो चाहिँ सिधै यहाँनिर एड गरेर देखाउने। हामीले त फिफोमा चाहिँ गरेको थियौँ, एड गर्ने त भए पनि पहिला सुरु माथिको राखेको थियौँ, त्यहाँबाट तलको राखेको थियौँ नि। र यसमा सिधै एड गरेर राखिदिनुपर्छ ल। माथिको 1000 तलको 800 गरेर 1800 गर्ने। तर यसमा चाहिँ अब यहाँ रेट के राख्ने भन्नु होला। यसमा चाहिँ रेट निकाल्नु पर्दैन ब्यालेन्समा चाहिँ है। हाम्रो यसमा रेट निकाल्यो भनेको इस्युमा मात्रै हो। अनि यो 1000 र 800 गरेर 1800 अनि अमाउन्ट चाहिँ यताको 4000 यता 360 गरेर 7360 चाहिँ अमाउन्ट। रेट चाहिँ नराख्ने यसमै, ब्यालेन्समा रेट हुँदैन। यहाँसम्म त सिम्पल छ पहिलाको जस्तै। अब इस्युडमा चाहिँ गाह्रो। इस्युडमा के छ, इस्युडमा 1200 मात्रै भनेको छ। तर हाम्रो पहिला चाहिँ के गर्थ्यौँ, उता अब यहाँ पो यहाँनिर रेट हुन्थ्यो र इस्युडमा रेट नभए पनि यहाँको जुन रेट छ त्यसले गर्थ्यौँ होइन। इस्युडमा चाहिँ के हुन्छ, इस्युडमा चाहिँ रेट हुँदैन, हाम्रो रेट निकाल्नुपर्छ। पहिला सुरु 1200 छ, 1200 इस्युमा राखौँ। अब यो 4.10 रेट निकाल्नु पऱ्यो। अब 4.10 रेट कसरी आउँछ भन्दाखेरि दुईटाको रेट छ नि भन्दा माथिको 4 + 4.20 डिभाइड बाई 2 गर्ने क्या है। डिभाइड बाई 2 भन्नाले कतिवटा छ, यहाँ दुईवटा मात्रै छ नि भन्दा माथि। अब योभन्दा माथि 3टा 4वटा छ भने त भइहाल्यो। दुईवटा मात्रै छ, एउटा 4 छ रेट, एउटा 4.20 छ। अनि दुईवटा भएन, 4 + 4.20 डिभाइड बाई 2 गर्दाखेरि यस्तरी यहाँनिर वर्किङ नोटमा गरेको छ। 4 + 4.20 डिभाइड 2 गर्दाखेरि 4.10 भनेको चाहिँ हाम्रो के आयो, यसको रेट आयो। योभन्दा रेट बुझ्ने कसरी निकाल्नु भने योभन्दा माथि जतिवटा रेट छ नि हाम्रो, जस्तो इस्युभन्दा माथि दुईवटा रेट छ होइन। इस्युभन्दा माथि दुईवटा रेट भइसकेपछि हामीले दुईवटा रेटको मात्रै निकाल्नुपर्छ क्या। याद योभन्दा माथि 3टा रेट भएको भए 3टा डिभाइड बाई 3 गर्नु पर्थ्यो। अब 4वटा भयो डिभाइड 4 गर्नु पर्थ्यो। कुन रेट छ, एउटा 4.20 एउटा 4 छ। अनि डिभाइड बाई 2 गर्दाखेरि यसरी 4.10 आउँछ। अब यहाँनिर हाम्रो 1200मा अनि 4.10 गरेर 4920 गर्ने। अनि के गर्नुपर्छ, त्यो घटाउनुपर्छ। 1800बाट 1200 घटाउँदाखेरि 600 अनि 7360बाट 4920 घटाउँदाखेरि 2440। ब्यालेन्स पनि घटाउनु पऱ्यो, युनिट पनि घटाउनु पऱ्यो। यहाँसम्म भयो। फेरि अर्को के छ, पर्चेस छ 1600 युनिट्स एट द रेट अफ 4.60 भनेको छ। यसको त रेट पर्चेसमा दिएको हुन्छ, निकाल पनि इस्युमा मात्र, ब्यालेन्समा राख्नु पर्दैन मैले भनिसकेँ ल। पर्चेसमा 1600 इन्टु 4.60 गरेर 7360 आयो। फेरि यो र यो के गर्नुपर्छ त, लेस गर्ने कि एड गर्ने। यो भयो इस्युमा भए चाहिँ लेस गर्नु हुन्थ्यो, ब्यालेन्स र रिसिभ चाहिँ एड गर्नुपर्छ। 1600 + 600 गरेर 2200 अनि 7360 अमाउन्ट पनि यो र यो एड गरेर 9800 एड गरेको भयो है। यहाँनिर इस्यु केही पनि भएन। अर्को पनि पर्चेस छ सेम। पर्चेस चाहिँ भएर 500 6.20 रेट दिएको छ, 3100 आयो। अनि 500 र 2200 गर्दाखेरि 2700 अनि 3100 र 9800 गर्दाखेरि 12900 भनेको हाम्रो ब्यालेन्स यहाँसम्म आयो। फेरि के आयो त, अर्को इस्यु आयो। अर्को इस्यु भनेको चाहिँ 1500 छ। 1500को अब रेट फेरि निकाल्नु पऱ्यो नि त। 1500को रेट निकाल्नु पऱ्यो। अब 1500को रेट निकाल्ने बेलामा चाहिँ अब कुन राख्ने त भन्दाखेरि हामीले फेरि राख्नु पऱ्यो। एउटा कुन छ त, 4.20 हो, 4.20 छ। अर्को 4.60 छ हो, 4.60 छ। अर्को के छ, 6.20 छ। फेरि यहाँनिर 4.10 नि छ। यो चाहिँ किन नराखेको भन्नु होला, यो 4.0 त हामीले निकालेको हो नि त है। यदि निकालेको चाहिँ राख्नु मिल्दैन यहाँनिर, जुन निकालेको बाहेक चाहिँ राख्नु पर्छ। 4.10 त होइन, हामीले फर्स्टमा निकाल्यो भने त यहाँनिर 4.10 भनेर, यो चाहिँ राख्नु भएन। अहिले निकालेको बाहेक चाहिँ राख्नु पऱ्यो। कुन छ त, अब अहिले निकालेको कुन छ, 4.20 छ। निकालेको बाहेक अरू कुन छ, 4.20 4.60 6.20 हो। अब 4.20 + 4.60 + 6.20 डिभाइड बाई 3 गर्नुपर्छ है। यहाँनिर त्यही गरेको छ। त्यही गरेर कति गरेको छ त, 5 आउँदो रहेछ। भनेपछि हाम्रो यहाँनिर 1500मा रेट कति हुनुभयो, 5 गरेर 7500। अब यो के गर्नु पऱ्यो, घटाउनु पऱ्यो हो। 2700 गरेर 1500 घटाउँदाखेरि 1200 अनि 12900बाट 7500 गर्दाखेरि 5400 हो। यो भनेको घटा। यो फेरि जुन निकालेको बुझ्यो नि, यसको किन नराखेको भन्दाखेरि, अब माथिको किन नराखेको भन्दाखेरि यताको त पर्दै परेन, ब्यालेन्सको त राख्नै पर्दैन है। अनि अब यो 4.10 चाहिँ किन नराखेको, यिनीहरू मात्रै किन राखेको भन्नु छ भन्दाखेरि 4.10 चाहिँ भर्खर निकालेको हामीले, त्यो इस्युमा निकालेको हो, त्यही भएर राख्नु पर्दैन। त्योभन्दा बाहेक चाहिँ राख्नुपर्छ। जस्तै 4.20 4.60 6.20 चाहिँ राख्नु पर्छ है। त्यसरी बुझ्दा हुन्छ। नत्र भनेदेखि एकचोटि भन्दा राख्न पाइँदैन भनौँ न है। एकचोटि भन्दा राख्नु पाइँदैन। अहिले तलको निकाल्दा म बुझाउँछु। यहाँसम्म आयो। फेरि अर्को पर्चेस छ 9900 युनिट 7.20 एज गर्ने, टक्क राख्यो यहाँनिर। अनि 1200 र 900 एड गर्यो, 2100 7500 4600 5400 यति एड गर्दाखेरि 11800 यो एड गर्ने।
है। पर्चेस यसरी यहाँनिर निस्क्यो फेरि। अनि अर्को सर्टेज फन्ड भनेको चाहिँ हाम्रो फेरि इस्यु छ है, यहाँनिर म भन्छु ल। इस्यु चाहिँ कति छ 50 युनिट छ। अब राख्ने बेलामा कुन राख्ने त? अब राख्ने बेलामा चाहिँ यहाँनिर 4.6 राख्नुपर्छ, किनकि 4.20 नै हामीले के गरिसक्यौँ, राखिसक्यौँ हो। 4.20 नै हामीले राखिसक्यौँ। अब हामीले राख्नुपर्ने भनेको 4.60, 6.20, 7.20 हो। तिनवटा छ नि। जहिले पनि फर्स्ट कसरी राख्नु हुँदैन क्या। जस्तै हाम्रो फर्स्टमा निकाल्ने बेलामा हाम्रो यहाँको फर्स्ट कुन थियो? 4 र 4.20 चाहिँ फर्स्ट 4 थियो होइन। हामीले सेकेन्ड निकाल्ने बेलामा 4 राख्यौँ त, 4.20 चाहिँ राख्यौँ नि है। त्यस्तै गरी अब हामीले फेरि यो तिनवटा निकाल्ने बेलामा यहाँको फर्स्ट कुन भयो त? अब 4.20 फर्स्ट भयो नि त। तर 4.20 चाहिँ राख्नु पर्दैन। त्योभन्दा बाहेक 4.60, 6.20 र 7.20 राखेर हाम्रो कति आउँछ? यहाँनिर गरेछ /3 गर्दाखेरि 6 आउँछ। अनि 50 × 6 गरेर 300 भयो। अनि अब यहाँनिर घटाउनु पऱ्यो। 2100 बाट 50 घटायो 2050 भयो। 11,880 बाट 300 घट्यो 11,580 आयो। सबै सक्यो। यति बाँकी रहेको नै के हो त? हाम्रो क्लोजिङ स्टक, भ्यालु अफ क्लोजिङ स्टक भनेर यसरी टक्क निकालिदिनु। फेरि म रेट बुझाउँछु। रेट चाहिँ कसरी राख्नु धेरै? पहिला सुरु रेट भनेको हाम्रो ब्यालेन्समा कहिले राख्नु पर्दैन, इस्युमा दिएको हुँदैन, इस्युमा मात्रै निकाल्ने हो। रिसिट र ब्यालेन्स एड गर्ने, इस्यु र ब्यालेन्स लेस गर्ने। पहिला सुरु हामीले इस्युमा ल फर्स्टचोटि हाम्रो इस्युमा रेट निकाल्ने बेलामा त्योभन्दा माथि कुन छ? एउटा 4 छ, एउटा 4.20 छ होइन, /2 गरेर त्यति निकाल्ने। अनि फेरि तरको रेट निकाल्ने बेलामा चाहिँ यो अहिले माथि निकालेको रेटको फर्स्टको चाहिँ नराख्ने। फर्स्टमा हाम्रो 4 थियो होइन, हामीले यहाँनिर 4 राख्यौँ त, राखेनौँ नि। यहाँनिर राखेको हाम्रो भनेको 4.20 अनि त्यहाँबाट अनि 4.60 र 6.20 मात्रै हो नि है। हो, यो त सेकेन्डको थियो नि त है 4.20 त। अनि त्यही भएर फर्स्टको चाहिँ नराख्ने, बाँकी राख्ने। फेरि हामीले यसमा तिनवटा राख्यौँ। फेरि तलको निकाल्ने बेलामा तिनवटा मात्रै राख्ने। अनि त्योभन्दा अगाडिको फर्स्ट भनेको त 4.20 थियो नि त। 4.20 नराख्ने, 4.20 बाहेक तिनवटा राखेर निकाल्ने। यसरी चाहिँ सिम्पल एभरेजमा चाहिँ हल्का अलिकति झ्याउँछ सिम्पल एभरेज मेथड, तर सजिलो छ। तर सिम्पल एभरेज मेथड चाहिँ त्यस्तो दिइरहेको हुँदैन इक्जाममा है। तिमीलाई कि त फिफो लिफो कि त वेटेज आइरहेको हुन्छ। सिम्पल एभरेज त्यस्तो धेरै फोकस नगर्दा नि हुन्छ त भन्दिनँ। तर नि हेरि चाहिँ राख्नु पऱ्यो कसरी चाहिँ गर्ने भने इनकेस अब के गरे आएछ भने थाहा चाहिँ हुनु पऱ्यो कसरी गर्ने भनेर। यो भनेको चाहिँ सिम्पल एभरेज मेथड हो। वेटेज एभरेज मैले अर्को भिडियोमा बनाएको छु, म अर्को भिडियो पठाइदिउँला वेटेज एभरेजको लागि चाहिँ है त।